काम गर्ने भोक भोकै डल्ले बेरोजगार भएपछि चार्छन् गल्ली गल्ली सानो झगडा छिमेकमै हुन्छ राजनीति कुरा गर्छन् देश बनाउने हुन्छ बिना सिद्धि काम छैन माको छैन कुरा गर्छन् खल्ली सहर गाउँ टोल टोलमा आयो हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली हल्ली चल्ली खाली खुई खुई गरिरहेको त साह्रै गाह्रो भयो बाबु गाह्रो भयो यत्रो बाटो यो जङ्गल बाटो हिँड्दा हिँड्दै बल्ल बाटो थम्यो बाबु ल ए र अस्तिको त्यो ह्याङले आँखै रातो भइरहेको नि होइन होला बाबु किन नआउनु बुढो बाबु पनि भन्न लाज लागिसक्यो म त्यो दिन त भने टर्क नै हानी बज्छ नि त टन्न जति दिमाग दिए पनि जति खान्छ नि अब मिजुलाई म के दिउँ त अब के दिउँ उपहार केही छैन भने त कोर थामे दाँत फुकाल्दै मिजुलाई उपहार भन्दै दाँत देखा दाँत फुकाल्दै देखा बा भन्छु गोजीमा हालिदिन्छु फेरि निकाल्दै मिजुलाई भन्दै दिँदै गर्छ होइन होला बाबु म त लाजै मर्नु भयो बेकार गाँस्तो भयो मिजु घर पनि मैले त्यसो गरेँ होला र बाबु गरेँ होला अरे अझ होइन मलाई केही थाहा छैन फेरि थाहा हुन्छ त्यो ढोकै थाहा हुन्छ आफै त्यस्तो खाइ मैले अझ घर गएर रिस फेर्छु बुढालाई म जाउँ के भन्छ बच्चे घरमा गएर रिस फेर्छु भन्छ बच्चा गाउँमा गर्दा कुरो गर्नु हुँदैन अब मिज्यूको घर गइसकेपछि ल मिज्यू अलिकति त खानुपर्छ हाम्रो रीतिरिवाज अनुसार अलिकति नखाइ हुन्छ भनेर यत्रो भाँडे काटेपछि हल्का लाँदो नि मैले हल्का पहिला पो हल्का लाँदा पैसा हल्का 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 हुँदा हुँदै माथि पुऱ्यो नि त ठुलै नै बाबु भनेपछि दाँत झन्डै उपार्ने के सुन्नु पर्यो मैले खाना त जाबलेङ हेत्तेरिका मोबाइल छोडेर झन् आबलेङले खाने बेलामा यति धेरै लोसी गर्छ बुढो अहिले चाहिँ मोबाइल छोडेर जान्छ आबलेङ आबलेङ आबले कति चाँडै दौडिनु भएको तपाईँलाई मोबाइल दिनलाई लखर्दा लखर्दै तपाईँको गाउँै आइसक्यो भने म त ए भनेपछि मैले मोबाइल सिरानी मुनि छोडेछु कहाँ सिरानी मुनि छोड्नु तपाईँले जहाँ बसेर दिनुभएको थियो नि त्यही छोड्नु भएको रहेछ भने म त फेरि है 40-50 चोटि फोन आएको आएछ फुलमती भन्नेले फोन आएको आएछ म त उठाउँ भने कसरी अनि तपाईँले पुऱ्याउन आएको नि म त भनेपछि फोन आएको आएछ बाबु अनि फुलमती भन्ने फोटो पनि सेभ छ किन यसको मोबाइल व्यस्त भन्छ मलाई त पुरै यस्तो पनि छ आफूले म 50,000 तिरेर ल्याउँछु भने भएपछि 40,000 दिने आएको थियो गुलले के भन्छ भनेर फोन गरेको त फोनमा यसरी व्यस्त गरेर त दिमल्छ अनि के हुन्छ फोन खै खै हेर्नुमा नगेर हुन्छ गाउँको फोन हेर्छु भन्छ बजे भनेपछि फुलमती काकीले फोन गरेर छ बल्ल थाहा पाएँ मैले हाम्रो त डुगु काकाको डुगु काकाको त्यो उसले फोन गरेर छ होइन बाबा थाहा भयो भने काट्दैन त्यो बजाको केही कुरा नसुन त्यो बजा खाने चाहिने नचाहिने कुरा गर्छ बाफको मैला कसको फोन आउँछ कसको आउँदैन
खाली अब चाहिँ के हुन्छ कि अब मित छोरा फेरि एउटा मोबाइल पुरा न्यु गरेर मितबाउ घर बस्न आउनु अस्ति भर्खर बसेर गयो होइन भने मित छोरा अब त्यस्तो गाउँतिर बस्नुभन्दा त उसलाई हाम्रो सहरै भन्नु राम्रो होइन क्या अबलेङ मलाई त है अबलेङ कहाँ गएर धेरै मलाई काम गर्न मन लाग्छ एकदम यहाँ गाउँमा काम छैन धेरै अबलेङ कहाँ गएर भारी बोक्न मन लाग्छ मल बोक्न मन लाग्छ त्यही भएर म अबलेङसँगै आउँछु अब भने एक हल गोरु म किन्छु बाबु श्रीमान हजुर अब एक हल गोरु हेरे क्या भाइलाई यो भाइलाई हेरेको गोरु जोत्दा त मलबला छ कि छैन भनेर हेरिरहेको यो लुगा त सुकाइहाल्छु नि अब एक हल गोरु किन्छु सात दिन चाहिँ यो लुगा यो मेरो बाबुले लाउने प्लादर लाउने बाले देख्दा आमै कहाँ साथ छ आमै गोरु जोत्ने भने यस्तो राम्रो लुगा लाउनु हुँदैन नि भाइ गोरु जति बेला लुगा उकालेर रुखको बुटोमा हाल्नुपर्छ फेरि तर मलाई अघिदेखि बाले एउटा कुरा सोधौँ लागिरहेको थियो भन नि बाबु भन के कुरा अनि त्यो तपाईँको मुवालाई यो साँच्चीकै फुलमती काकीको फोन आयो फुलमतीले गाड्छ कि फुलमतीले पहिला त एउटा बच्चाको मुख गालेर हुन्थ्यो अब अर्को बच्चा पनि थप्यो चुप लाग्ने म त चुप लाग्यो त्यो रातको बच्चा खोइ भन्दाखेरि खोइ यता गयो खोइ यता गयो भन्थ्यो नि अब देखाएन भने म त डु काका भनिदिने हो बाबु आधी जाने पैसा खाएर सिक्थ्यो अब आधी जाने घरमा छ मैले कहीँ देखाएको छैन आधी तँलाई देखायो भने त तैँले खोले खाइहाल्छ नि त बाबु कहाँ देख्नु म त भन्ने हो डुकु काकालाई भन्नु मिल्दैन बाबु जमन हल्का यसो फोन गरेर जिमल दाईको के छ हाल खबर भनेर फोन गरेर सोध्यो के भन्छ डुकु काका भनेको त्यो एउटा चाहिँ ठुलो आँखा भएको एउटा सानो आँखा भएको काका हो त्यो ओ त्यही घरमाथिको त्यो एउटा यस्तो परेको होइन एउटा खान्छ यस्तो परेको चुस्त दारी आँखा नि त्यही काका हो अब त्यस्तो बुढो चाहिँ लुरेछ होइन बाउ हाम्रो बाउको साह्रै हेरौँ न यो हत्र कट्टा अनि बुढो चाहिँको फोन त मरै नउठाउने रहेछ हाम्रो बाबा रातभरि पनि 2:30 बजीसम्म फोन आउने भने भन्दा त खालि भाउको मेजेन्ट गर्नुहुन्छ भाइ अब मेज छोराको अगाडि भाउको मेजेन्ट हेर अब यहाँ साँच्ची भन्दा हुन्थेन है बा सुनेको छैन देखेको मात्रै छोराको खुसी कि जाऊ के कुरा गर्छ 16 वर्षे उमेरैमा मै पनि झुल्के हुँदो अहिले पो बुढो भयो र आहा अहिले पो बुढो भयो र आहा अहिले पो बुढो भयो जेठा के छ ठिक छ हिजो जिमल बा यो जेठा बा किन यसो कामी र अब उ बेला साथीको कुटाइको परे बाबु साथीको कुटाइको बिचरा त्यो तपाईँहरूको पालाले उहाँले पुगेर बा आफै बाबु के साँच्चै कुरा नगर बाबु कुरा नगर ए त्यही भएर यस्तो थर कामी राख्छ ए त्यही भएर त मैले बिहे नगरेँ के गर्न त बजे केटी पाउनु नि पर्यो नि भर्खर एउटा केटी पायो भने केटीको हात मुसार्न दिन लाग्छ झन्डै काट्ने बच्चालाई म पनि बिहे गर्ने कस्तो रहर छ ए रहर छ पहिला मेरो बाबा पहिला दाइको बिहे गर्ने अनि पायो भने तेरो पनि बिहे गर्ने पाएन भने चाहिँ पाएन भने त मजा बाबु जेठाबा थर हिँड्ने बानी नै यस्तै होला जेठामा लाग्ला हुन्छ काँदा लाग्यो बिस्तारै जा अब के गर्छ ए यसै जान्ला मस्तिर जान्ला ए कति नेर जान्छ जतान बैतनी जाने बेला भइसकेको छ चुला नकर रिसाउँछ फेरि गरम भएको एकछिन बिसाउ न बिसाम त बिसा एकछिन पिसाएर बस्ने नि आउने तिमी नबस्ने हो र घर काम धेरै छ काम गर्नु सकिन धेरै पर्छ दिदी घर जति गरे नि त्यही के पढाएर कति गर्नु दुःख पनि कता नि हिँड्नु पर्दै म त हेर्न
सिधै जान्छ बाबु पनि एकछिन बुढो मान्छे बाबु म त साह्रै पानी पनि चिसाएर ल म त हिँडेँ ल बाबु म त पानी चिसाउनु मन लाग्छ ल बाले कस्तो कुरा बुझ्यो भाइ म त बस्छु बिचरा हाम्रो हिँडे यहाँ रहेछ भारी बोकेर आएर त छिरे गाह्रो भएको होला नि तँलाई होइन हेर्नु कुरा के भयो भयो तिमीलाई देखे पछिल्लो न के भयो भयो तिमीलाई भेटे पछिल्लो न ओ रङ्गीमा तिम्रो हिँडे कता यता यता म भारी म बोक्छु यहाँ पर्छ न हामी पुगिहाल्छु नि म बोक्छु होइन म बोक्छु नि म बोक्छु भने म बोक्छु म यसलाई माया गर्छु क्या म बोक्छु होइन कि तपाईँलाई पहिला माया गर्छु म बोक्छु जसले बोके नि बोका अब आधी आधी बोकौँ अब दाइले होइन आधी आधी बोकौँ अनि होइन त नबोक आधी आधी बोकौँ आधी आधी मलाई नि हाल्दैन काना कस्तो छ हाने तिमीले बेला अब दुई मुठा मात्रै हाल्दियो अब दुई मुठा माया तिमीलाई किन पिर म बोक्छु नि यसले आमाको छोरा हो बोक्छ यसले त माफी बोक्छु दिदी भिना के भन्नु नि यति बोक्न सक्छ खै मेरो नाम ल त खोइ नाम यो पाछो लाएर मर्न आएर छैन म अगाडि क्या बाटा कत्रो गाडी रोक्या रहेछ भने ओ हिँडे छुबाट जान्छ कुना परिवार जान्छ तँलाई के भन्नु एउटा भाइ किन बनाएर अहिले त्यही भन्छ तपाईँ अहिले आउनु न जो ल जो भन्छ कुनापट्टि बाटै गइन्छ भाइ गोजीमा हालेर हेरेको थियो भैँसी ल्याएर बाने होला भने छैन भयभरको परल थुप्रै मान्छे बस्नु छैन फुलमाथि बसिरहेको छ नि त तिमी त के अन्त जिमल दाई भैँसी लिन गए मान्छे विपत्ता परल बोकेर थुपाइराखेको छ ठकै लायो नि बस्यो कि म पनि मित्रै भएर कुरा फुलमाथि साह्रै ठकै लागिरहेछ यही बस्नु फुलमाथि तिमीले कति फोन हाने गरेको सधैँ फोन मसँग हुँदैन त्यो सुनमानी बजाले त थाहा पाएँ त्यो मिसहरू भनाउँदैन सुतुर थाहा पाएर कत्रो बेजेल भयो मेरो बाटामा जिमल दाई मोबाइल भनेर देख्नु पाएको थिएन सिजनलाई फोन हानेर तपाईँलाई गएछ नि 40-50 चोटि फोन गरे फोन आयो आमेल्याङ भन्दै आएँ त्यो मिसहरू भनाउँथ्यो मलाई सुनमानीले म सबैलाई गाउँभरि भनिदिन्छु भनेर कत्रो बाटोमा मेरो बेजेल भुला हेर त यहाँ सिजनलाई फोन गरेँ नि मोबाइल भन्ने बुझ्नु पाएकै थिएन बल्ल बल्ल भेटा मोबाइल अनि फोन हानिरहँदा तपाईँलाई ए मलाई पर्यो त्यसो पो त जिमल दाई तिम्रो बुढा डुक्को आयो के को भैँसी ल्याउँथ्यो त्यसले रिस्की पो आइरहेको छ हेर त फुलमती ए जिमल दाई भाग्नु मेरो मार्छ अब तिम्रो बुढा डुक्को त यति आउँछ काम
खोइ त भैँसी भैँसी ल्याउँछ भने पराल थुपारिरहेको छ त्यत्रो फोन गरे 40 हजार मिलेको थियो भैँसी बल्ल ल्या मोबाइल जान्नै पर्दैन फोन गर्नु फोन गर्नु जान्दिन दुनियाँलाई फोन गर्छ कहिले गरे त केटा कसलाई फोन गरिस् जान्नु न सक्यो कति मोबाइल चला खाएर कसरी जान्ने फोन गर्न छैन फोन यस्ताका छन् विपत्त हुने हो भैँसी ल्याउने भनेर पराल थुपारिरहेको छ यत्रो तँलाई मैले फोन गरेर खोइ भैँसी फोनमा सोध्छु भने तँलाई फोन लानु पर्यो नि के अवस्था फुट्दिन लौ त के घर आइपुग्यो हाम्रो दिन्छ कहिले तिमीलाई त कहिले भेट्नै हुँदैन है क्या तिमीहरूको बारा एकछिन भेट्नु हुँदैन कुकुर बिरालो जस्तो झगडा गरे लाज लाग्दैन बुढेसकामा गाउँले सुन्यो भने के भन्ला एकछिन चुप लागेर भन्न सक्दैन भने रे हुन त के लाज लाने बुढेसकालमा कस्तो इज्जत नभएको सन्तान रहेछ है लाज त हामी जस्तो युवा केटाहरू लाग्छ त होइन झगडा छुरी के को चुरी झन्डै छुरीले लगाइसक्यो यहाँ त यस्तै हुन्छ सधैँ अनि यस्तै हो क्या ढुकु काका तपाईँ पनि अब कहाँको भैँसी रिस हाम्रो यहाँ फुलमती काकीले पोखिरहेको छ भने फुलमती भनेपछि आबलेङलाई फोन आएको फुलमती होइन होइन भने फेरि एकचोटि भन्दा मन लाग्यो मैले एकचोटि हुँदैन भने ढुकाको लाग्यो हामी लाज पनि छैन के गर्छ नि खाली यसलाई मैले कति फोन गरेको थिएँ मैले 50 हजार भैँसी फोनै भइसक्यो 40 हजार मिलिसकेको थियो कति फोन गरेँ यसलाई मैले खालि व्यस्तका व्यस्त भन्छ को मान्छ फोन गर्छ भने कुरो थाहा पाइसकेको छु मैले तिमीहरू झगडा गरेर बसिरह त्यत्रो रातको पैसा खप्प गोलीमा हालेर लिएर गएर खै पैसा न पैसा न भैँसी पैसा त छ पैसा नलाओ पैसा होइन पैसा म यिनीहरू ल्याउँछु भैँसी तँलाई दिन्छु भैँसी लिएर आउँछु भनेर रातको पैसा जति गोलीमा हालेर हिँडेर मान्छे मात्रै आज मैले भैँसी हुनु पर्यो नि काम पक्का हुनुपर्छ मैले भैँसी लिएर गएर 50 हजार भनेपछि 40 हजार मिलेको थियो तर मैले कति फोन गरेँ जान्नु पर्यो नि त बल्ल बल्ल ल्याएर मोबाइल नजाने होला भने सोध्नु पर्दैन तपाईँहरूलाई फोन गर्न सक्ने फोन आएपछि कहाँ जान्छ नजाने मान्छेलाई के त फोन गर्न सक्नेहरूलाई चाहिँ अनि उठाउन सक्ने फोन हाल्न चाहिँ नसक्ने त उठाइदिए मात्रै हो नजान्नेलाई के थाहा मलाई फोन गर्छु छोडेको थाहा मलाई फोन गरी मान्छे देखाउनु पर्यो त फोन गरे फोन गरेर मान्छे चिनाउनु पर्यो चिनाउनु पर्यो चिनाउनु पर्यो मलाई कसलाई फोन गर्छु थाहा भयो हामीलाई छिमेकी छ नि भैँसी ल्याउने होला भनेर मक्ख परेर त रातको पैसा जति भोलिमा हाले हुन्छ यत्रो परासु बनाएर के भन्नु यो है के भन्नु कहिले खान्छ यो पराल अब तै आएर बस्नु त्यत्रो पैसा बोकेर गए मान्छे विपत्त भएर यत्रो पराल चाहिँ कसले बोक्यो तिम्रो बाबुले बोक्यो फेरि बाउको नामले यसले यस्ता त त पराल मैले बोक्छु छु त्यसै बुलबुली रहन्छ मान्छेले भैँसी ल्याऊ कि नल्याऊ भनेर सोध्नु भनेर त्यत्रो फोन गर्दाखेरि खालि व्यस्त गर्ने फोन अनि रिसाइ हुन्छ पराले होइन कस्तो गाह्रो के होइन यो डाक्टर भन्छ तँलाई दिएको छैन भने मैले राजा कस्तो राम्रो छ कति मलाई त मन पर्यो क्या आज काली काली दिलवाली कस्तो राम्री छ जिरो गाला छाला फुट्ने गरी आउँछ जिरोवालीले
त राम्री छ कि मिलाइदिन्न तेरो गाउँको केटी मलाई मिलाथिस् अब गरे बाउले आफूले कस्तो नजर जुझिरहेको थियो मेरो आफूले भनेर बाउको बिचरा त्यो बुढेसकालको सातो झन्नै गएको लौ न जसरी भयो नि मिलाउनु पर्यो कि चाँडै म त्यो हिजो त तेरो पहिल्यैदेखिको हो क्या होइन कि हुँदैन भनेपछि हुँदैन यसो नि यसो गरौँ न म तपाईँलाई होइन मेरो गाउँको कोट केही चलाउनु पर्ने हुँदैन भनेपछि हुँदैन मेरो गाउँको तपाईँले अस्ति तपाईँसँग दजुर जुगाएको थियो नि त्यो म टाकटुक मिलाइदिन्छु के थाहा अब माथितिर गाउँको कुराहरू हामीलाई के थाहा हुँदैन मलाई टाउको चिलाइसक्यो क्या त नकर हुँदैन मिलाइदियो कि टोपी झरिसक्यो तैँले मलाई स्याहार सुधार गर्नु पर्दैन हुँदैन भनेपछि हुँदैन फुलमती काकीको बहिनी हो हिरे भनेको हुँदैन ल मैले पहिले मन परायो हुँदैन कान्छा भाइको हक लाग्छ नि त जे पनि तपाईँ ठुलो दाइ हो यहाँ बस्नु नकर तँ यो मान्छे त किन गरेर हिरे चाहिँ मेरो हो क्या त्यसरी नभन्नु न राम्रो छ कि नछो मलाई नछो भने कट्टु खुसी लाग्छ नछो मलाई म तपाईँलाई छ नि तपाईँलाई हाम्रो गाउँको तैँले मलाई सबै लुगा दिने हो यो त दिन्छु है काट्टुकै दिने नि म लाउँछु ल पर्दैन भइगयो अनि सुन हिरे चाहिँ मेरो हो क्या म तपाईँको कान्छो भाइ हो नि त कान्छो भाइ त हो तर मेरो बाउकै कान्छो हो र कहाँ टाउको ठोकेर मित्ला रे हाम्रो बाउले कहाँबाट आएछ यो मान्छे भयो म त यो डोरी छुटा भने त्यस्तो नभन्नु न म तपाईँलाई होइन मेरो गाउँको छ नि राम्री छ नि दिन्छु अस्ति मैले भेटे यसो सँगै जिउने मर्ने चाहना छ मेरो म तिमी बिना अधुरो तिमी म बिना अधुरो हो तर हुँदैन हिरे चाहिँ मलाई चाहिन्छ त्यो हाम्रो गाउँकै हो क्या मेरो आफ्नो फुलमती काकीको बहिनी हो होइन मलाई चाहिन्छ नभए हामी दुईजना त्यो यसो गरौँ डुम खेलौँ एउटा त्यो लट्ठी गाँठो पारौँ होइन त्यो सिनको होइन गाँठो पारौँ त्यो गाँठो जल्लाइ पर्छ त्यो हिरे ल आँटेसी आँट्थो लुदा पार्न ल तपाईँको किन्नेहरू लुदा यहाँ त हुँदैन नि त गाउँले त्यस्तो नि त लुकेर गर्नुपर्छ आबलिङ त आउँदैन आबलिङ त अघि नै गइसक्यो कि त हो ल जाने ल कहाँ हो ल उता पर जाउँ लुकेर गर्नुपर्छ ल चाँडै जाउँ न कहाँ जाने भयो म कस्तो आतुर भइसक्यो काहीँ नभएकै रहेछ यो त भने कता त यता हिँड आतुर भएको होइन बिसारी नि आफै हाम फालेको बस बस आज के गराउँछ यहाँ यिनीहरूको के खाङ्गा भा के भन्छ यो नेपालबाट भन्न गु गनाउँछ के साले गदा तँलाई केही पाउन केही कमाउनु परेन पऱ्यो नि त ल म डुम बनाउँछु है पाउन म डुम बनाइहाल्छु नि उता हेर उता फर्की भने तपाईँले झेली गरिहाल्छ नि आछ्यौ उता फर्की त तँलाई रोज्न दिन्छु उता फर्की न तँलाई रोज्न दिन्छु ल भन कुन चाहिँ रोज्छस् त्यो गाह्रो भयो उतापट्टि यो चाहिँ हुँदैन के होइन यही हो कि हुँदैन भने हुँदैन अरे यही भने हुँदैन भने राख्छु ए पक
त त्यहाँ पो बसिरहेको छस् अहिले मलाई लात्ताले वाक हानेर पछानेको कहाँ बिर्सिया छु र मैले म पनि चान्चुने मान्छे हो र जिम्मले हो जिम्मले काम छैन माको छैन कुरा गर्छन् खाली सहर गाउँ